नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी 45 वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्, जसमध्ये 20 वटा पूर्ण सरकारी स्वामित्वका र 25 वटा सरकारको अधिकांश स्वामित्व रहेका छन्। आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षभन्दा 2.20% वृद्धि भई रु 29 खर्ब 10 अर्ब 17 करोड पुगेको छ। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म 5.86% वृद्धि भई रु 7 खर्ब 3 अर्ब 93 करोड पुगेको छ, जसमा शेयर लगानी रु 3 खर्ब 64 अर्ब 86 करोड र ऋण लगानी रु 3 खर्ब 39 अर्ब 7 करोड रहेको छ। आर्थिक वर्ष 2080-81 मा संस्थानको कुल सञ्चालन आय रु 6 खर्ब 60 अर्ब 15 करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष 2079-80 को तुलनामा 0.22% कम हो। कुल ग्राहस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात 11.57% रहेको छ। सञ्चालनमा रहेका संस्थानहरूमध्ये 28 वटा नाफामा, 15 वटा घाटामा र 2 वटा बन्द अवस्थामा रहेका छन्। वार्षिक आर्थिक वर्ष 2080-81 मा सार्वजनिक संस्थानको खुद नाफा रु 42 अर्ब 62 करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा 12.88% कम हो। नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी रु 3 अर्ब 63 करोड रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा 11.50% घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा 8.65% बढेको छ। सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष 2079-80 मा रु 13 अर्ब 75 करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष 2080-81 मा रु 8 अर्ब 83 करोड प्राप्त भएको देखिएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष 2080-81 मा 2.4% रहेको छ। सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सृजना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको छ। यद्यपि यस्ता प्रतिष्ठानहरूको संस्थागत संरचना, सञ्चालन, नीति, कार्ययोजना, वित्तीय अनुशासन, पारदर्शिता, जवाबदेहिता, दक्षता र सेवा प्रवाहमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिएको